हेलो साथीहरु, गुड इभिनिङ, नमस्ते सबैलाई। आज चाहिँ मौसम पनि ठन्डा ठन्डा छ। सो आज चाहिँ म चाहिँ पन्जाबी स्टाइलमा सरसोको साग र मकैको रोटी, मक्कीकी रोटी बनाउनु लागेको छु। त्यसको लागि चाहिँ मैले अलरेडी धोएर राईको साग सरसो रहेछ है, थोरै छ। अनि पालकको साग धोएर रेडी गरेको छु। पालकको साग त धेरै छ। यसलाई चाहिँ हामीले मसिनो गरेर काट्नुपर्ने हुन्छ है। अब हामीलाई चाहिन्छ अदुवा, लसुन र हरियो। सो साथीहरु, यो सबै काटिसकेपछि चाहिँ प्रेसर कुकरमा सबै सागलाई हालिदिने, अदुवा लसुन पनि हालिदिने, अनि त्यसपछि खोर्सानी, थोरै नुन राखिदिने। नुन राखिसकेपछि पानी 1 कप पानी हालेर चाहिँ 5-6 सिटी लगाइदिनुपर्छ। लतक्क हुने गरी गर्नुपर्छ। त्यसपछि चाहिँ अब थोरै हामीले यसरी फिट्ने, यसमा त मैले थोरै मकैको आटा पनि राखेर फिटेको छु। अलिक बाक्लो हुने गरी, लतक्क हुने गरी बनाउनु पर्ने हुन्छ यो चाहिँ। सो त्यसपछि लतक्क भइसकेपछि पेनमा थोरै घिउ हालेर अदुवा लसुन खोर्सानी टमेटो प्याजहरू हालेर चाहिँ खराउने। त्यसपछि झानिकन चाहिँ मजाले फेरि 6-7 मिनटको लागि चाहिँ पाक्नु दिनुपर्छ। लतक्क हुने गरी गर्नुपर्छ। अनि त्यसपछि तयार हुन्छ। अनि साथीहरु, मकैको रोटीको रेसिपी चाहिँ म दोस्रो भिडियोमा लिएर आउनेछु। हजुरलाई यो रेसिपी कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। थ्यांक यू फर वाचिङ। गुड नाइट एभ्रीवान।